नमस्कार। आज हरिशयनी एकादशी हिन्दू धर्ममा अत्यन्तै पवित्र मानिने दिन। त्यसैले बिहानै आज म पूजा गर्नको लागि तयारी हुँदैछु। आजकै दिन भगवान विष्णु योग निन्द्रामा जानुहुन्छ भन्ने विश्वास छ। त्यसैले आज हामी श्रद्धापूर्वक तुलसी रोप्दैछौँ। मसँग सँगै मेरो सासू आमा र मेरो छोरी पनि पूजा गर्नुहुँदैछ। पूजा गरिसकेर हामी चाहिँ अब हाम्रो छोरीलाई टिका लाउनतर्फ लाग्यौँ। छोरी चाहिँ केही कारणवश रुँदै थिइन्, तर टिका लाएर पैसा पाएपछि पनि मक्क भइन् र आफ्नो खुट्टा ढोग्न मम्मीलाई दिइन्। त्यसपछि उसले प्रसादी पनि खाइन् र त्यसपछि चाहिँ मैले छोरीको टिका लाएर उसलाई माया गरेर खुट्टा ढोगेँ। त्यसपछि छोरीले पनि मलाई माया गरेर टिका लगाइदिनु भयो। त्यसपछि चाहिँ मम्मीले मलाई अब यहाँ टिको लगाइदिनु हुँदैछ। यसरी नै यसपालिको हामीले हरिशयनी एकादशी मनायौँ। त्यसपछि चाहिँ म घाँस काट्नतर्फ लागेँ। घाँस काट्न चाहिँ आज एकदमै गरम भएको कारणले मलाई निकै गाह्रो भयो। एकछिन घाँस काटिसकेपछि त मेरो हाल त यस्तो भयो फेरि।